तँलाई सानोमा के भनेर बोलाउँथ्यो देउसी रे हेलो गाइस इट्स मी निम्साङ अगेन सो आज चाहिँ अर्को ब्लग छ हैन र आज चाहिँ हामी आएको छ फेरि सौरेनी फिलहाल चाहिँ यहाँनिर हाम्रो हामी चाहिँ यसको ब्लग हेर्दैछ सो यहाँनिर चाहिँ हाम्रो ब्लगर सो गाइस फिलहाल चाहिँ यहाँनिर म ओइ नभाग्न त नभाग्न खाइसेन हेर्नुहोस् यो चाहिँ अब हिजो भैली खेल्नु गएको अरे होइन तर यसले मुख अहिले सम्झेको छैन मेकअप हेर्नुहोस् मुख हेर्नुहोस् त मुखै दुःख छैन हिजोको मेकअप नै छ हो सो गाइस अब फिलहाल चाहिँ हामी खाँदैछ झ्यालमुरी होइन सो फर्स्टमा चाहिँ हामीसँग को छ भन्दाखेरि चाहिँ मिस्टर बुद्धे यो चाहिँ 1 वर्ष अगाडि देखेको थिएँ मान्छे हो हराएको सम्झेको थिएँ तर जिउँदो रहेछ यहाँनिर चाहिँ हाम्रो यसलाई देखिरहेको हो बिमारी मान्छे अहिलेसम्म बिमारी चाहिँ हो यहाँनिर छ अर्को भुइँमा बस्ने भैँसी सरी सुनिता र यहाँनिर छ हाम्रो भैँसीको गोठालो र सो झ्यालमुरी चाहिँ हाम्रो यस्तो छ होइन अब पुरा सुक्खा भइरहेको छ पिरो पनि छैन अब एकजनालाई कोला लिनु पठाएको अहिलेसम्म आइपुगेको छैन 3 घण्टा जस्तो सो गाइस फिलहाल चाहिँ यहाँनिर आइसकेको छ हाम्रो नयाँ मोडल हेड साइड देखाइदिइहाल तेरो यो कुन चाहिँ स्टाइल हो यो कुन चाहिँ स्टाइल हो तेरो लिने होइन तिम्रो त अन्त सिउँदो छुट्टिएको रहेछ सिन्दुर हाल्दैलाई कसले अब चाहिँ होइन हामीको यो सानोको साथीहरूको छ नि त सो अब यहाँनिर चाहिँ अब सानोको नाम सबको होइन अब सबको सानोको नाम ओ तेरो सानोको नाम के थियो यस्तो अनाइ हेरेर चाहिँ जे लाग्छ त्यही भन्नु हुन्छ यसलाई चाहिँ चिन्डे भन्थ्यो हो ओइ तँलाई सानोमा के भन्थ्यो यसलाई लक्ष्मी भन्थ्यो हो ओ तँलाई के भन्थ्यो चिन्डु भन्थ्यो अरे यसलाई चिन्डु भन्थ्यो अरे हो ओ तँलाई के भन्थ्यो अरे यसलाई काली भन्थ्यो अरे यो चाहिँ यहाँ चाहिँ कालु छ ओ तँलाई यसको नाम भाइ हो सबको भाइ चाहिँ यही हो यसलाई चाहिँ बुढीले पनि भाइ भन्छ र मलाई चाहिँ भन्थे यहाँनिर फुच्चे 5 रुपैयाँ थैलो 1 hour later सो ओ तँलाई सानोमा के भनेर बोलाउँथ्यो लु समर्पणदेखि स्टार्ट गर्न लु तुङ 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 ल गाइस अब चाहिँ हाम्रो ज्यामिङ चल्दैछ हाम्रो लिड गिटारिस्ट कालु म्याम्स हाम्रो यहाँनिर 2 जना चाहिँ के भइरहेको अडियन्स तिमी चाहिँ ताली मान्यौ होला ल तिमी के हुने लिड सिङ्गर तिमी चाहिँ डिजे डिजे लु भोकलिस्ट अरे यहाँ म चाहिँ क्यामेराम्यान छु हो लो यो चाहिँ किन भाइको कुनै हो टट्टी आयो रे गाइस टट्टी आयो रे यत्रो खाएर टट्टी आयो त्यसलाई पिज्जा खानु पर्छ अझै ओइ बक्सिङ लु ओइ खोइ सामान पानी कहाँ छ अरू लु कडा छ त अन्त स्लाइसहरू त कति र स्लाइस हौ ल है ल अच्छा मच्छरले पनि टोक्नु थाल्यो अब चाहिँ भोकलिस्ट ब्याक सिङ्गर क्ल्यापर गिटारिस्ट यो चाहिँ कहाँदेखि आइपुग्यो आउँदैन रे बोलाइस लु केटा हो लु न पहिला खानुमा चाहिँ ध्यान नदेऊ न तिमी चाहिँ नदेऊ न मेन चाहिँ लु
खोइ गिटारिस्ट लो तिम्रो यादहरू बिस्तारामा तिमीलाई सम्झेर च्याप्छु सिरानी बिस्तारामा तिमीलाई सम्झेर च्याप्छु सिरानी आकाशैमा चिल्लो कि बेसारा आकाशैमा चिल्लो कि बेसारा दुई दिन माया ड्राइभर भाइ हाम्रो चिन्नुहुन्छ होला तपाईँहरूले निमसाङ भ्लग्स एन्ड गेमिङ भयो यो मेरो च्यानल हो सब्स्क्राइब गरिदिनुहोस् होला गाइस प्लिज त्यही त उता लिड भोकल भोकलिस्ट यता कन्डक्टर देखा कन्डक्टर बुढेलाई चाहिँ को बुढे भन्दा न को बुढे हाम्रो प्यासेन्जर अचानक भेटेको हामीले जिरोमा हेडिङ टुवर्ड्स अवर घर भन्ने अवर भयो हाम्रो घर कोही सिट त नपाउँछ के बजाउनु अन्त पछाडि देखा न यस्तो यहाँ लगेर हेरेन काट्छु भन्थ्यौ नि मसित साइनो साइनो छोरी चौकोसित जुनी काट्छु भन्थ्यौ नि मसित मनको साइनो छोरी चौकोसित खोजीमा हुन्न कहिले दाम पैसा जोजीमा कहिले हिँड्छ नयाँ नयाँ खोजीमा हुन्न कहिले दाम पैसा जोजीमा देउसिरे 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 अघिदेखि हाँसेको देउसिरे ज्यामिङ यति हो देउसिरे गिटारिस्ट हाम्रो लिड गिटारिस्ट भोकलिस्ट ये नम्बर 1 गिटारिस्ट सो गाइस यो चाहिँ अब लास्ट होइन अब चाहिँ आजको भिडियो सकिसकेको छ तर पनि अब लास्ट एउटा ज्यामिङ हुन्छ अलिकति टाटा बाई बाई यो ब्लगको लागि चाहिँ Yes,
देउसिरे 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 लु है गाइस अब चाहिँ यहीँनिर सकिन्छ आजको ब्लग हैन सबैजना से बाई 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 क्यामेराम्यान तिमी त हरायो त हौ से बाई 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 नेक्स्ट ब्लगमा भेटौँ बाई बाई